तपाईँ हामी सबैजनाले दृश्यमा कैद भइरहेको जो सोताङ गाउँपालिका बाख्रा पालन संस्थान सोताङ सोलुखुम्बु स्थापना 2075 भन्ने बोर्ड देख्छौँ। यहीँबाट सबै कुराहरू बोलि नै सकेको छ। जहाँ म आज यहाँ उभिएर यो यहाँको अवस्थाबारे प्रत्यक्ष रूपमा अवलोकन गर्दै तपाईहरुलाई समेत जानकारी गराउनको निमित्त म यो प्रयत्न गर्दैछु। यो जीर्ण अवस्था भइसकेको छ। सोताङ गाउँपालिकाको आफ्नै परिकल्पना र लगानीमा विगत केही वर्ष अगाडिबाट यो बाख्रा फार्म सञ्चालनमा ल्याइएको थियो। आज यो अवस्थामा गुज्रिरहेको हामी देख्न सक्छौं कि यहाँ एउटा पनि बाख्रा पालिएको छैन, खोर रित्तिसकिएको छ। लगभग अब जीर्ण अवस्थामा पुगिसकेको छ। यो जसरी करोडौं रुपैयाँ गाउँपालिकाको लगानी यो जग्गादाताहरूले जसरी निशुल्क रूपबाट जग्गाहरू दिनुभएको छ र जसरी आज यो प्रोजेक्ट नै विफल भयो। यहाँबाट हामीले धेरै कुराहरूको समीक्षा गर्न जरुरी छ भन्ने लाग्छ मलाई। हामी कहाँनिर चुक्यौं र कहाँ चुक्दै छौं र किन यो उत्पादन भनेर सहजै हामी बहस र आदर्शको कुराहरू गर्छौं, तर यो निरन्तरता व्यावसायिक हिसाबले सफलता किन हुँदैन? आज सबै आम सचेत नागरिकहरूको एउटा बहसको विषय बन्नुपर्छ भन्ने मलाई लाग्छ। यो अत्यन्तै दुःखद र विडम्बनापूर्ण अवस्था हो। हेर्नुस्, यहाँ कसको कमी कमजोरी अर्थात् चाहिँ वास्तवमा किन यस्तो हुन पुग्यो, यो चाहिँ गम्भीर विषय छ। किनकि हामीले जुनसुकै परियोजनाहरू सुरुवात गर्नु ठुलो विषय होइन रहेछ। यसको खास गरी रिजल्ट अर्थात् आउटपुट चाहिँ प्रमुख विषय हो भन्ने लाग्छ। लो